नमस्ते ब्याक टु माई युट्युब च्यानल। सम्पूर्ण साथीहरूलाई धेरै धेरै माया मिठो सम्झना। सबैजना सन्चै आरामै हुनुहुन्छ होला, म पनि सन्चै आरामै छु। आज पनि फेरि उपस्थित भइसकेको छु साथीहरू। म वैक्या त तपाईँहरूकै प्यारो साथी रोल्पाले चञ्चले कान्छो उपस्थित भइसकेको छु हजुरहरूको सामु एउटा न्यू भिडियो लिएर। सबैजनाले माया साथ सपोर्ट गरिदिनु हुनेछ भन्ने आशा गरेको छु। माया गरिदिनु भएको छ, फेरि सधैँभरि यस्तै यस्तै माया साथ सपोर्ट गरिदिनु होला भन्न चाहन्छु। ल है साथीहरू, आज चाहिँ फेरि पनि म खसी ल्याउन आएको छु है। खसीहरू हेर्नुहोस् है साथीहरू, साउदीमा चाहिँ खसीहरू यसरी पालेर राखेको हुन्छ है। मैले योभन्दा पहिले पनि एउटा भिडियो त बनाएको थिएँ, तर धेरैजनाले खसी होइन हो बोकालाई खसी भनेर भन्नुभएको थियो, तर होइन है, यो साँच्ची नै खसी नै हो हुन चाहिँ। बट आई डोन्ट नो यो किन हो यस्तै हुन्छ कि यहाँको खसीहरू नै यस्तै हुन्छ। यो आउट कन्ट्रीदेखि आउँछ अरे, कता अफ्रिका कताबाट आउँछ अरे। यो पनि मैले लाने खसी चाहिँ भित्र कटिङ भएर पनि जलाउने काम हुँदैछ है। ग्यासको आवाज आइरहेको छ होला, ग्यासबाट जलाउँदैछ है। यहाँका खसीहरू चाहिँ यस्तै नै हुन्छ कि। विशेष गरेर हाम्रो एकजना मिसले भन्नुभएको थियो, होइन सर तपाईँले त बोका ल्याउनु भएको थियो भनेर है। बट यो यहाँको खसीहरू नै यस्तै हुन्छ। यही भएर मैले चाहिँ के गर्नु, जस्तो हुन्छ त्यस्तै देखाउन परिहाल्यो साथीहरू है। खसीहरू यस्तो छ यहाँ चाहिँ, यस्तो हुन्छ। उता पारी भएको ठुलोहरू छन्, यिनीहरूको अलि धेरै रेट हुन्छ। त्यो चाहिँ लगभग आजभोलिको नेपालको पैसा यहाँको रेट अनुसार चाहिँ होला, लगभग तिमी चाहिँ 60,000 जतिको है नेपाली। यता यिनी चाहिँ साना छन् है, यिनीहरू चाहिँ त्यस्तै 22-24 हजारको हो। त्यो त बिरामी पनि छ कि क्या है, जारोल मानेको कि बिरामी भएको हो। यिनी चाहिँ 20-25 हजारको, 25 हजारसम्मको समथिङ यस्तै खसीहरू हो साथीहरू। अब के हुन्छ, यता छ यो खसीहरू चाहिँ त्यस्तै छ है। यताको खसी चाहिँ मेरै मलाको हो। यो खसी चाहिँ त्यस्तै 40 हजार जति समथिङ, 40 हजार जति पर्छ नेपाली पैसा चाहिँ यो खसीहरूलाई चाहिँ। यता यो भागमा भएकोलाई चाहिँ है। यता पारी पनि छ, यहाँ सबै यस्तै घरहरू हुन्छ कि। खसी पाल्ने ठाउँ नै, एरिया नै छुट्टै हुन्छ, यस्तो हुन्छ यस्तोहरू। यो सबै एरिया नै खसी एरिया। कुखुराहरू पनि छ हो त्यहाँ, उता कुखुराहरू पनि देखेको छ कि छैन, पारी कुखुराहरू पनि चरेको कुखुरा पनि पालेको हुन्छ। लोकल कुखुराहरू पनि देखिरहेको छ होला है। लोकल कुखुराहरू पनि छ, त्यता लोकल कुखुराहरू पनि छ है साथीहरू। आज चाहिँ अब लगेर फेरि यसलाई कटिङ गरेर, टाइम पो लाग्छ त खाने त, भरे बेलुकी पो हुन्छ। पारी उभिरहेछ, ऊ चाहिँ पाकिस्तानी हो, मैले लिएर आएको ट्याक्सी ड्राइभर हो कि। यताको खसीहरू चाहिँ ठिक छ, राम्रो छ। अब म भिडियो के हुन्छ हजुरहरूलाई देखाउने नै छु, अन्तिमसम्म हेर्नु होला है।